आज चाहिँ तपाईहरुको बीचमा एउटा मेरो सानो विचारलाई शेयर गर्न लागिरहेको छु र तपाईहरु मेरो यो फेसबुक पेज ग्रीन भ्याली नर्सरी मुलुकेमा प्रथम चोटी हुनुहुन्छ भनेदेखि चाहिँ कृपया मेरो पेजलाई पनि फलो गरिदिनु होला र भिडियो के कस्तो लाग्छ के सुझावहरु छ भनेदेखिलाई तपाईले कमेन्टमा बताइदिनु होला। स्वागत छ तपाईहरुलाई फेरि पनि मेरो फेसबुक पेज ग्रीन भ्याली नर्सरी मुलुकेमा र आज चाहिँ म तपाईहरुको माझमा एउटा सानो भिडियो लिएर आएको छु र विशेष गरेर अहिले बिहानीको समय मैले 1 घण्टा चाहिँ जरबेरा यो स्याहार सुसारमा दिएको छु र अहिले चाहिँ मैले यति चाहिँ मैले मैलाहरु सुकेको पत्ताहरु मैले छिवालेर यहाँ निकालेको छु र मलाई धेरै जनाले मेरो भिडियोहरु हेरेर र मलाई भेटेर पनि सोध्ने गरेको छ यो जरबेरा खेती सम्बन्धमा उहाँहरुको पनि धेरै इच्छाहरु उहाँहरुले पनि जाहेर गरिरहेको हुन्छ म पनि खेती गरौँ भनेर म पनि यो फूलको व्यवसाय सुरु गर्छु भनेर सोचिरहेको हुन्छ। तर मैले चाहिँ के भन्ने गरेको छु भन्देखिलाई चाहिँ यदि तपाईहरुले कसैको काम हेरेर उत्साहित हुनुहुन्छ अथवा इन्स्पायर भएर तपाई काम गर्न खोजिरहनु भएको छ भनेदेखि चाहिँ तपाई यो कुनै पनि काममा सफल हुनुहुन्न। तर तपाईहरुले कुनै पनि काम प्रति तपाईको दृढ संकल्प छ भनेदेखिलाई चाहिँ तपाईले जुनै पनि काम गर्न सक्नुहुनेछ। किनभने कुनै पनि कामलाई पूरा गर्नको लागि तपाईकोमा एक त समय चाहिन्छ, दोस्रो कुरो तपाईको इच्छा पनि हो र अर्को कुरो चाहिँ तपाईको दृढ संकल्प पनि हो अनि तपाईको धैर्यता पनि हो र यी सबै कुरोहरु छ भनेदेखि चाहिँ तपाईले यो फूल मात्र हैन जीवनमा तपाईले गर्नुहुने जुनै पनि काम तपाईहरु त्यसमा सफल हुनुहुनेछ र यो चाहिँ अहिलेसम्म मैले भोगेको मैले जानेको चाहिँ तपाईहरुलाई यो कुरा बताइरहेको छु। यदि म गलत पनि हुन सक्छु, यदि तपाईहरुलाई के लाग्छ कसो लाग्छ मेरो विचार राम्रो लाग्यो या लागेन तपाईहरुले मलाई कमेन्ट बक्समा गएर कमेन्ट गरेर केही सुझावहरु पनि दिन सक्नुहुनेछ। हस् त आजलाई तपाईहरुबाट बिदा हुन चाहन्छु र तपाईहरुको दिन शुभमय होस्।